म केही दर्ता चिन्हहरू भन्न गइरहेको छु। कुन पदको दर्ता चिन्ह कुन हुन्छ? जस्तै नेपाल प्रहरीका दर्ता चिन्हहरू प्रहरी महानिरीक्षक हेर्नुहोला, खुकुरी धन्दातेरस धानको बाला 2 तारा, प्रहरी अतिरिक्त महानिरीक्षक। पहिले धानको बाला पनि भन्दा हुन्छ, खुकुरी धन्दातेरस भन्दा पनि हुन्छ। मैले योमा धानको बाला पछाडि भने, खुकुरी धन्दातेरस पहिले भन्दै केही छैन। यस्तै योमा प्रहरी अतिरिक्त महानिरीक्षक धानको बाला भित्र खुकुरी यो धन्दातेरस हो अनि एउटा तारा। अनि प्रहरी नायब महानिरीक्षक धानको बाला भित्र खुकुरी धन्दातेरस हुन्छन्। प्रहरी वरिष्ठ उपरीक्षक खुकुरी धन्दातेरस 3 तारा हुन्छ। प्रहरी उपरीक्षक खुकुरी यो खुकुरी हो धन्दातेरस 2 तारा। प्रहरी नायब उपरीक्षक खुकुरी धन्दातेरस 1 तारा हुन्छ। प्रहरी निरीक्षक खुकुरी धन्दातेरस हुन्छ। प्रहरी वरिष्ठ नायब निरीक्षक 3 तारा हुन्छन्। प्रहरी नायब निरीक्षक 2 तारा। प्रहरी सहायक निरीक्षक 1 तारा। प्रहरी वरिष्ठ हवलदार 3 धर्का फिता अनि यस्तो साइडमा धर्को। प्रहरी हवलदार 3 धर्को फिता। प्रहरी सहायक हवलदार 2 धर्को फिता। प्रहरी जवान काँधमा रेसा जस्तो 3 धर्को फिता।